बेला प्रहरीलाई पुलियाका आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश शेखर लगायतलाई पक्राउ गर कारबाही गर भनेर माग गरिरहेका छन्। र त्यो आदेश अहिलेका गृहमन्त्री उपप्रधान प्रधान मन्त्रीको लिखित पत्रमा दिनुभयो प्रहरी मुख्यालयलाई। केपी शर्मा ओलीलाई रमेश शेखरलाई पक्राउ गरेर कारबाही गर भनेर तपाईँले किन माग गर्नुभयो? गृह मन्त्रालयले